said 5 in the morning, I wake up to 5 for my yard. हेलो एभ्रिवान, सबैलाई नमस्ते। म चाहिँ अनिल कार्की। आज पनि नयाँ भिडियो लिएर टक्क तपाईहरुको माझ उपस्थित भइसकेको छु। म चाहिँ टक्क आज नयाँ कामको लागि, धान झाट्ने कामको लागि हिँडिरहेको छु हैन। अनि यिनी चाहिँ दाइका छोराहरु आज चाहिँ घरको धान झाँटाइ कार्यक्रम चलेको छ। अब खेतमा गएर भेटौँला है त। यता चाहिँ सर छु, तपाईहरुले चिनिरहनु भएको छ। कान्छो यता हेर त। हो, हाम्रो कान्छो साउ हिँडिरहेको छ। अनि पालसाल बोकेर टक्क गाउँघरतिर यस्तै छ, के गर्ने काम त गर्नु पर्यो। टक्क अहिले भेटौँला है त गाइज, अब धान हान्ने बेलामा है त। म चाहिँ टक्क लाएर खेतीमा आउन लागिसकेको छु। टक्क तल खेताखेरि पानी पसेछ कि गाई काट्ने भएको धानमा, टक्क त्यही भएर मैले चाहिँ पानी मारेर पटाएर आएँ। भाइलाई चाहिँ भाइले पालसाल लगेर गयो। अनि पाल बोकेर आएको थिएँ नि त म। अनि त्यस्तै हो, भाइहरूले चाहिँ यहाँ धानसान उठाउँदैछन्। म चाहिँ टक्क पानी कटाएर आइसकेको छु। पाला हाल केटा हो, एउटा पाला हाल्ने त्यहाँबाट उठाउने का अरू। टक्क यहाँ चाहिँ अस्ति थोरै काटेको, यहाँ खलो काट्न अझै बाँकी छ है नि त। यता गराउने कि उता? उठाउन सहिले जताको हुन्छ त्यतै गराउने ल के रे। टक्क लाएर हाम्रो चाहिँ यहाँ धान झाट्ने कार्यक्रम सुरु हुँदैछ। कसैले यहाँ रसी बाट्ने कार्यक्रम नि सुरु हुँदैछ। यी हाम्रो साउले फेरि खतरा ओ देब्रे दाइन्छ हुन्न, केही फरक पर्दैन अहिलेमा उ गर्नेला हुन्न। ल देख्न सक्नुहुन्छ टक्क लाएर अब सट्ट यो छेउको उठाउनु त मम्मी, यो उ हालम ल। भयो अब ल अहिले भेटौँला है त गाइज। अब चाहिँ टक्क काम गर्न सुरु गर्नु पर्यो। अरूले काम गर्ने, आफूले भिडियो गराएर बस्ने गर्नु नि भएन। ल टक्क लाएर गाइज धान हानेर सकिएको छ हैन। 1:03 गएको छ। यहाँ चाहिँ बेलुकी अम्बा खाने कार्यक्रम चलिरहेको छ। अब यी देख्न सक्नुहुन्छ गर्मीमा। अनि हाम्रो धान चाहिँ यो अब यो धानलाई टक्क बत्ताउने उडाउने कार्यक्रम हुन्छ हैन। टक्क टक्क लाएर गाइज हाम्रो चाहिँ रास ठडाइसकिएको छ। यहाँ चाहिँ यता बत्ताउनलाई हालिराखिएको छ। हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ बत्ताउने काम ल खान्छ। त्यस्तो होइन नि, उल्टो भयो। ऊबाट त्यताबाट उतापट्टि गयो। यहाँ त्यसले फेरि उल्टो हान्ने रहेछ क्या। हो त्यताबाट हानेर उता जाता हो, त्यस्तै सेपास सिक्न पर्छ छोरोवासी भन्छन् नि। हो त्यही हो, हेर्न सक्नुहुन्छ। यस्तो छ है त हाम्रोतिरको चलन चाहिँ। सरा हावा चलिरहेको छ, उडाइरहेको छ धुलो जति। टक्क लाएर यस्तो हो नि त पारा है त गाइज। अहिले भेटौँला। टक्क लाएर गाइज धान झाँटेर बत्ताएर सकिएको छ। यहाँ चाहिँ पूजा कार्यक्रम चल्दैछ है, देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ चलन यस्तो छ है त।
म चाहिँ धान पत्ता यस्तो हुँदो रहेछ कि गाइस धौ भन्ने हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ सिस्टमै टक्क लाएर अनि के बनाऊ अरे तिर्सुल है गाइज यस्तो आजको मौसम चाहिँ एकदम क्लियर छ है गाइज क्लियर यस्तो छ अब चाहिँ भोर्नी कार्यक्रम हुन्छ अब हाम्रो चाहिँ टक्क धुपसुप हाल्ने होला नि धुपसुप हालेर होला नि उ गर्नु त राम्रै होइन र धुप हालेर ल्याएर उ गर्ने होला क्या टक्क भोर्नी भाँडाहरू चाहिँ यहाँ यस्तो हुन्छ देख्न सक्नुहुन्छ आजको मेन कारिगर चाहिँ उहाँ हुनुहुन्छ टक्क लाएर है यता 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 देख्न सक्नुहुन्छ होइन त्यही भएर टक्क अहिले भेटौँला है त गाइस टक्क लाएर अब बोरा बोरा भोरेर टक्क होइन अब हुन्छ फेरि बेलुका आउँछ भलक चाहिँ टक्क फुल भिडियो आउँछ दिउँसोरीको टक्क हल्का हल्का यति हाम्रो साउ यता पुरा बिरामी भएर कक्रा कुक्रीको गरेर यस्तो हुनु के भयो अरे हाम्रो साउले के भयो अरे त्यस्तै नि हुन्छ र ल त्यो पनि हालिसक्नु अब हाम्रो चाहिँ खाजा खाने कार्यक्रम हुन्छ है गाइस ल अब एकैछिनपछि टक्क ल अब खाजा खाने बेला भेटौँ ल टक्क लाएर खाजा खाने बेला भइरहेको छ हाम्रो चाहिँ यहाँ खाजा घिचाइ कार्यक्रम गरिरहेको छ हाम्रो चाहिँ यहाँ खाजा घिचाइ कार्यक्रम गरिरहेको छ के बोले भाइ अब के बोले कौन है ये लोग कहां से आते हैं खाना जाने खाऊ अरे के अरे यस्तो हुन्छ कि एउटा गरेर खाम हाम्रो काम गर्ने सबै घरका बाहिरका भन्ने कोही यस्तो छ ल हाम्रो चाहिँ टक्क लाएर गाइज खाजा खाएर सकिएको छ होइन टक्क हामीले चाहिँ खाजा खाइसक्यो अब यहाँ धान भोर्नी कार्यक्रम हुन्छ अनि बोरा यहाँ चाहिँ यस्तो टक्क लाएर यस्तो हुन्छ है त अब हाम्रो चाहिँ धान ओसार्ने कार्यक्रम हुन्छ अब यस्तो हुन्छ धान भोर्नी टक्क देख्न सक्नुहुन्छ गाइज हाम्रो धान यस्तो छ पहिलो धान टक्क पहिलो धान टक्क के बोले भाइ अब के बोले अब अझै दुईटा खेतको टक्क झाट्न बाँकी छ होइन काम चाहिँ धमाधम सुरु हुँदैछ भन्ने कुरा त तपाईँहरूले अघिल्लो भिडियोबाटै थाहा पाइसक्नु भएको छ अब यस्तै भिडियोहरू आइरहेको छन् होइन अहिले टक्क कति हुन्छन् यो डाली यहाँ कति जान्छ 6 भाजी जान्छ मम्मी यो त सानो देख्छु है मैले त के गरेको के यस्तो माटो टिपेकोस् खतरा फेरि काम खतरा गर्छ अहिले हो यहाँ माटो पुरा हुन्छ नि त माटो टिप्दै हिँड्दै गरिरहेको यस्तो हो नि त उता पनि धानका बोरा आइसकेका छन् गाइजहरू देख्न सक्नुहुन्छ हाम्रो टाटा चाहिँ माछ छ यहाँ माथि पनि धान काट्न लाउनु
भएको छ होइन। अनि यता धान आइसके तलबाट यताबाटै फेरि यहाँ तल पनि देख्न सक्नुहुन्छ। यहाँ पनि धान काट्ने कार्यक्रम छ। त्यहाँ चाहिँ बत्ताउने कार्यक्रम चलिरहेको छ होइन। ट्याक्क त्यहाँ झुक्रे अब हुन्छ नि अलि आफ्नै हो भनेर गरेपछि त भइहाल्छ नि त होइन। त्यही भएर यस्तो छ। अहिले भेटौँ ल गाइज, हाम्रो चाहिँ सबै काम सकिसकेको छ। यता पराल्नी राख्यो सबै अब भारी बोकेर दुईटा भाइलाई र मलाई। ल आजलाई यति नै। टक्क लाएर भ्लग चाहिँ आइरहेको छ। साथ सपोर्ट गरिराख्नु होला। अब चाहिँ अर्को भ्लगमा अर्को भिडियोमा भेटौँ है त।